सबैजनालाई गुड मर्निङ छ ल। म चाहिँ आज एकदमै बिहानै उठेँ है त गाइजहरू। टक्क उठेर म चाहिँ फर्स्टमा अब मुख धुन लागिरहेको छु। यस्तै छ हजुर, के गर्नु र काठमाडौँको बसाइ है। ल ठ्याक्क मुखसुख धोएर हेर्नु है त। यस्तो छ आजदेखि चाहिँ म बिहानै यस्तो एउटा सानो मिनी भ्लग बनाउन गइरहेको छु। फर्स्ट टाइम, मेरो जिन्दगीको फर्स्ट टाइम है यो भ्लग चाहिँ गाइज। मलाई खासै त्यस्तो साह्रो बोल्न पनि आउँदैन, त्यही भएर मेरो चाहिँ यस्तो छ है। काठमाडौँको व्यवसाय के गर्नु र, यस्तै छ नेपालको व्यवसायहरू। सबैजनाले एकचोटि यसो आएर भिजिट गरिदिनु होला भन्न चाहन्छु। अनि भित्र चाहिँ त्यसपछि यस्तै हो गाइज, दिनचर्या यसरी कटिरहेछ। अब काम गर्ने भाइ बहिनीहरू आउँछ ठ्याक्कै 9 बजीतिर, अनि सोरचार गर्छन् है। म चाहिँ बिहानै उठेर यसो यताउता हेर्दैछु कहाँ के भएको छ। हिजो त्यही त हो नि है, अब होटल जस्तो कुरो के गर्नु र गाइज। यताउता हिँड्यो बस्यो, भाँडासाँडा फोहोरहरू छ, एकछिनमा आएर नानीहरूले धुन्छन्। यस्तै छ। माथि टपमा पनि यस्तो छ है, हेर्नुहोस् ल। त सब यो पानी परेर हिजो हेर्नु न बिजोक छ हो यार। एकछिनपछि आएर ट्याक चियर मिलाउनु पर्छ। छरपस्टै छ, के गर्नु र। ल म चाहिँ भाइहरू गाउँ गएको कारणले गर्दा अहिले म रेस्टुरेन्टमै सुत्छु क्या गाइज। त्यही भएर म चाहिँ अहिले अलिक छिटै उठ्नुपर्छ। एकजना नानी चाहिँ अलिक छिटो आउँछ क्या मेरो, ऊ चाहिँ अलिक सोरसार गर्नको लागि अलिक छिटै आउँछ। गेट खोलिदिइराख्नु पर्यो। लोकेसन चाहिँ भन्नुहुन्छ भने तपाईँ ठ्याक्कै यो अगाडिको चाहिँ सरस्वती नगरको गोल्डन पिक स्कुल भन्छ यसलाई। त्यहाँबाट ठ्याक्कै 10-15 मिटरभित्र मात्रै होला। यसो आएर के नखाए पनि यसो आएर भिजिट गर्न सक्नुहुन्छ। स्नुकर खेल्न आउँछ भने हजुरहरू आएर यसो स्नुकर पनि खेल्न सक्नुहुन्छ। अरू ठाउँभन्दा अलिक सस्तै राखिदिएको छु क्या मैले। फेरि अरू ठाउँ 4 रुपियाँ 5 रुपियाँ मिनट छ, मेरो चाहिँ गेमको त्यही 120 150 त्यस्तै हो। यसलाई ट्याक्क मिलाउनु पर्छ क्या, नत्र यो लट्ठी भाँगिहाल्दो रहेछ क्या। लट्ठीहरू एकदम अल्ट्रा टाइपको हुन्छ क्या। है त मेरो भ्लग चाहिँ यहीँ बन्द गरेँ अहिले तत्काललाई चाहिँ। अब म के गर्छु बिस्तारै अपडेट दिँदै जान्छु। म पनि यसो त्यही हो, अब हल्का भ्लग सग बनाऊँ भन्ने सोच गर्दैछु। त्यही भएर मेरो चाहिँ यस्तो छ है सरहरू बिजनेस है। ल तपाईँ सबैले सपोर्ट गर्नुहुन्छ भन्ने चाहिँ एकदम अपेक्षा राख्छु। आउनु होला, भिजिट गर्नु होला। यस्तै हो। म चाहिँ अलिक प्लान्ट लभर भएको कारणले गर्दा म फुलहरू पनि रोप्छु हल्का। सबै मैले यता यिनीहरू चाहिँ आफैले रोप्या हो। यताको पल्लो चाहिँ काम गर्ने बहिनीहरूले रोप्या हो। अनि अस्ति चाहिँ फेरि एकदम दुःखको खबर छ क्या। म तराईतिर गएको थिएँ, हेर्नु न यसो ट्राईको लागि मैले बुद्ध चित्त रोपेको थिएँ कि कस्तो धेरै राम्रो भइसकेको थियो। कुन चाहिँ ल्याएर हेर्नु न यहाँ काट्दैछ र यस्तो ठुटा बनाइदियो। ल हेर्नु त, मान्छेमा अलिकति मानवता चाहिँ हुनुपर्थ्यो। चाहिँ मेरो आमाले रोप्यो बोल बेला अस्ति आउँदा 3-4वटा त खाइ पनि सक्यो है। त्यस्तै छ। ल अहिलेलाई चाहिँ सबैलाई गुड मर्निङ, शुभ दिन भनेर चाहिँ म छुट्न चाहन्छु। धन्यवाद, सपोर्ट गरिदिनु होला है त।